नमस्कार दर्शकबिन। आज भने हामी खलङ्गातिर आएका थियौँ। सो खलङ्गातिर आएको समयलाई सदुपयोग गरेर हामी जाँदैछौँ बुद्ध पार्क घुम्नलाई। कस्तो रहेछ हेर्नलाई कसरी जाँदैछौँ। सो तपाईँहरूलाई पनि अलिकति नदेखेको साथीहरूलाई चाहिँ हामी देखाउने कोसिस गर्नेछौँ। जति पनि आइसक्नु भएको होला, तर नआउनु भएको साथीहरूले चाहिँ देख्न पाउनुहुनेछ कि बुद्ध पार्क कस्तो छ भनेर। सो अब हामी लाग्नेछौँ। ओके ल ल यहाँदेखि चाहिँ दुईवटा बाटो रहेछ। सो यतादेखि आउने बाटो पनि रहेछ अनि यहाँदेखि जुटेर चाहिँ हामी जानुपर्ने रहेछ यता माथि। भने बुद्ध पार्कमा आइसकेका छौँ। यहाँ त्यति धेरै राम्रो चाहिँ बनेको छैन रहेछ, बन्छ होला बिस्तारै। सो यति बन्नु पनि धेरै राम्रो कुरा हो। एकजना पर्यटक आयो भने पनि धेरै राम्रो नै हुन्छ। सो तपाईँहरू पनि आउन सक्नुहुन्छ। यहाँ जे होस् राम्रै छ। जे होस् हाम्रो बुद्धजीको यहाँ चाहिँ मूर्ति बनाएर राखिदिनु भएको रहेछ। अनि त्यसै पछाडि यहाँनिर बस्ने व्यवस्था पनि रहेछ। हावा चाहिँ एकदम राम्रो मिठो चल्दो रहेछ। अनि त्यसै गरी खाना खाएर फोहोर फाल्ने दुई ठाउँ चाहिँ यहाँ बस्नको लागि व्यवस्था। अनि त्यस पछाडि यहाँ चाहिँ हावा चाहिँ एकदम राम्रो चल्दो रहेछ। हावा चाहिँ यहाँ एकदम मिठो। यदि हावा खानु छ भने चाहिँ यहाँ आउँदा चाहिँ एकदम बेस्ट रहेछ। पार्क चाहिँ त्यति मोडिफाई गरेको चाहिँ रहन्छ, अलिकति राम्रो जे होस् राम्रै छ भनौँ न होइन। जे जस्तो भए पनि जताततै हरियाली देख्दो रहेछ। अनि त्यसैमाथि हरियाली सँगसँगै हावा, सबैभन्दा यहाँको बेस्ट भनेको चिसो हावा चाहिँ मन पर्यो मलाई होइन। हस् त अब फेरि यस्तै भिडियोमा भेट्ने बाचा गर्दै म भने छुट्टिन्छु। नमस्कार।